यी व्यक्तिको विषयमा मलाई लेख्न मन थिएन, तर लेख्नै पर्ने भयो। नेत्र विक्रम चन्द, यिनको राजनीतिक पृष्ठभूमि युएसएआईडी का कर्मचारी, प्रचण्डको नेतृत्वको CIA एजेन्ट, अमेरिकी नागरिक, बब अबाकियनको नीति र कार्यक्रममा चलाइएको माओकी चीनमा प्रतिबन्धित च्याङचिङ माओवादी आतंकवाद हो। राजाको सामान्य वक्तव्य विरुद्ध अभिव्यक्ति दिने इन्डियन डीप स्टेट मिशनरीले जुगाडामा राखेका यी पात्रले सेना र प्रहरीसँग मिलेर एकीकृत जनक्रान्ति गर्ने भन्दै अलग्गै समूह बनाए। त्यसपछि उद्योगी व्यापारीहरूलाई माओवादी आतंकवादको त्रास देखाएर चन्दा असुलेर कपिलवस्तुमा आफ्नै घर वरिपरि 100 बिघा जमिन जोडे। झोलेहरूलाई उत्पादनसँग जोडिएको नाटक गराउँदै खेतीपाती गराइरहेका छन्। रोल्पाबाट कपिलवस्तु पसै सरेका यी आतंककारी अहिले कसको बलमा गर्जदैछन्। माओको नाम बदनाम गर्न युएसएआईडी का पूर्व कर्मचारी प्रचण्ड आए जस्तै चिनिया राष्ट्रपति सी को बदनाम गर्न नामको पछाडि सी लेख्ने अभियान नै चलाएका छन्। दरबार हत्याकाण्डको समयका प्रधान सेनापति प्रज्वल शमशेर राणाको डीप स्टेट मिशनसँग आबद्ध गाउँका कुकुरा चोरहरू, शहरका पाकेटमारा र देशी विदेशी एजेन्सीसँग जोडिएका यस प्रकारका हत्यारा लुटेराहरूको राजाको सामान्य वक्तव्य विरुद्धको अभिव्यक्तिलाई सेनाभित्रको एउटा अभिव्यक्तिको रूपमा बुझ्न जरुरी छ, जो कुमार फुदुङ, सदीप शाह र प्रज्वल शमशेर मिशनसँग जोडिएको छ। हेर्नुहोस् अर्का सैनिक जनरल चिनिया बहादुर बस्नेतको पुस्तक। उक्त पुस्तकको इभिडेन्स नारायण हिटी हत्याकाण्ड, नेपाली कम्युनिस्ट र CIA पुस्तकमा हेर्न सक्नुहुन्छ। प्रारम्भमा यिनको पहिलो पटक चीन भ्रमणको तय भयो। राष्ट्रवादको आवरणमा देखिएका यिनी चीन भ्रमण तय भएपछि सीमा पार गएर रहका अधिकारीलाई भेटे। तत्पश्चात चिनियाहरूले यिनको भ्रमण त गराए, तर उपल्लो तहको नेतृत्वसँगको भेटघाट कटाए। राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले हिन्दू राष्ट्र राजतन्त्रको जनमत संग्रह, ज्ञानेन्द्र शाहीले राजा राष्ट्रपतिको जनमत संग्रह, सीके राउतले मधेसमा जनमत संग्रह, प्रचण्डले सिमानामा जनमत संग्रह भनेर हेटौडामा भएको तत्कालीन नेकपा माओवादीको सम्मेलनमा प्रस्ताव लगे जस्तै यिनले वैज्ञानिक समाजवाद वा लोकतान्त्रिक गणतन्त्रको जनमत संग्रह भन्दै आएका छन्। रविन्द्र मिश्र र बाबुराम भट्टराईलाई सेनाका अधिकृतलाई क्लास दिन बोलाउने केन्द्र नै यिनको आन्तरिक केन्द्र हो। नन्द प्रसाद अधिकारीको लास 11 वर्षसम्म जलाउन नसक्ने यी आतंककारीहरूले गणतन्त्र ल्याए भन्नु र हुटिट्याउले आकाश थाम्ने मै हुँ भन्नु उस्तै हो। विप्लव जस्ता हत्याराहरूले प्रचण्ड जस्ता अपराधी र यिनका मतियारहरूले हेक्का राखुन्। यो युग सेनाको ब्यारेक र रहको हेडक्वार्टरमा बसेर भारतीय विस्तारवाद विरुद्ध सुरुङ युद्ध भनेर गाउँका कुकुरा चोरहरू र शहरका पाकेटमाराहरूलाई बङ्कर खन्न लगाए जस्तो होइन। अहिलेलाई यति नै धेरै बकबक गरे, अझै खोल्न धेरै बाँकी छ। विप्लव र तिनका अनुचरहरूले हेक्का राख्दा हुन्छ। विस्तृत नारायण हिटी हत्याकाण्ड, नेपाली कम्युनिस्ट र CIA पुस्तकमा यिनको विषयमा लेखिएको छ। यसबारे थप जानकारीका लागि अर्जुन गेवाली YouTube च्यानलमा हेर्न र सुन्न सक्नुहुनेछ। हवस् त, धन्यवाद, नमस्ते।